सो अहिलेको भ्यू यस्तो छ गाइज। फाइनल्ली हामी चाहिँ यो पोखरीमा आइसक्यौँ। यसलाई चाहिँ पातले पोखरी भन्छ। एन्ड तपाईँहरूलाई कस्तो लाग्यो कमेन्टमा भन्नु होला यो पोखरी। र यही पानी चाहिँ हामी खान्छौँ स्कुलमा यही पानी। यहाँ हेर्नु होला यस्तो पार्क छ। यहाँबाट यो ट्री यहाँ चाहिँ अचेल त्यतिकै आउँदैन रहेछ। यो पार्क सानो पार्क मात्र छ यहाँनिर। अनि म तपाईँहरूलाई देखाउनुको लागि मैले भिडियो बनाएको यहाँनिर। सो यस्तै छ गाइज, अगाडि हेर्नु होला। अनि हामी चाहिँ कति त्यस्तै 4 जना आइराखेको छौँ घरबाट। हेर्नु होला यस्तो छ। जस राम्रै छ। यहाँ चाहिँ अलिक मान्छेहरू आउनु छोडेछ यो ठाउँमा, त्यसैले यहाँनिर झारहरू उम्रिराखेको छ। ब्याकग्राउन्डमा हेर्नु होला कस्तो आइराखेको छ कमेन्टमा भन्नु होला। अनि यहाँ अगाडि चाहिँ यस्तो छ। यहाँ हेर्नु होला स्टेज अनि स्टेजै रहेछ गाइज। पोखरी यहाँ छ यहाँनिर। अनि हामी चाहिँ माथि जाँदैछौँ। गाइज हेर्नु होला। ओ असम भ्यू गाइज। फिलहाल गाइज अहिले चाहिँ म एक्लै घर फर्किँदैछु। यहाँदेखि चाहिँ टाढै छ घर पुग्नुको लागि। अनि त्यस्तै पुग्छु होला छिट्टै अब। त्यही हो, एक्लै छु। अनि मेरो भ्लग तपाईँहरूलाई कस्तो लाग्दैछ कमेन्टमा भन्नु नबिर्सिनु होला। सो यहाँको भ्यू हेर्नुलाई गाइज यस्तो छ। यो यस्तो ठाउँ छ हाम्रो घर जाने बाटोतिर। अनि हेर्नुलाई अस्ति बल खेल्दा पनि पानी परिरहेको थियो। पानी परेर हिलो भइरहेको थियो। र अझै पनि बलको भिडियो चाहिँ आउनेवाला छ फुटबलको। पहिला चाहिँ हाम्रो गाउँको छेउमा फुटबल खेलाउँदै थियो भने अहिले चाहिँ हाम्रै गाउँमा खेलाउँदैछ फुटबलको गेम। सो त्यसपछि त्यो फुटबलको गेमको भ्लग पनि आउँछ। हे गाइज, आज चाहिँ म नेक्स्ट डे भ्लगलाई कन्टिन्यू गर्दैछु। र अस्तिको भ्लगमा तपाईँले देख्नुभयो होला हामी चाहिँ गइराखेको थियौँ माथि। किन गएको भने त्यहाँनिर झेउ टिप्नुको लागि गइराखेको थियौँ हामी 4 जना। अनि त्यसपछि आएर घरमा आएर भ्लग चाहिँ नेक्स्ट डेदेखि कन्टिन्यू गर्दैछु। अनि हेर्नु होला आजको वेदर एकदमै असम छ। र फेरि गाइज तपाईँहरू कमेन्टमा भन्नु होला के तपाईँहरू फेरि फुटबलको भ्लग हेर्नु चाहनुहुन्छ। हाम्रो गाउँमा हुँदैछ। सो भ्यू हेर्नु होला। अहिले भर्खरै सनसेट भइराखेको छ। अनि म भ्लग कन्टिन्यू स्टार्ट गर्दैछु भ्लग गर्नु। मैले चाहिँ यो दसैँभरिमा राम्ररी भ्लग बनाएको थिइनँ। एन्ड सो त्यसको लागि चाहिँ गाइज के भनौँ, यो दसैँभरिमा राम्ररी भ्लग बनाउनु पाइनँ। एन्ड खै किन हो मलाई मनै लागेन। अनि त्यही हो बनाउनु नि भएन। योचोटि हाम्रो दसैँ मनाउनु नि हुँदैन थियो। एन्ड तिहार पनि हुँदैन होला देउसी भैलो खेल्नु। सो यो पनि सुकिसकेछ। अस्ति चाहिँ धोइराखेको थिएँ। मैले चाहिँ भ्लग बनाउनु बिर्से जस्तो भइराखेको छ। क्यामेरा एङ्गल पनि मिलेको छैन। आजबाट देब्रे यो चाहिँ लेफ्ट ह्यान्डदेखि बनाइराखेको छु। कस्तो आएको छ। लेफ्ट ह्यान्डदेखि आज स्टार्टेड। एक बार यस्तो राइट। लेफ्ट ह्यान्ड मेरो लेफ्ट ह्यान्डदेखि चाहिँ अलिक फेस कुच्चेको आउँदैन। बट राइटबाट चाहिँ अलिक कस्तो लेफ्टदेखि चाहिँ राम्रो आउँछ। क्यामेरा सेक हुन्छ लेफ्टदेखि धेरै नै। सो राइटदेखि नै बनाउनु पर्छ होला। धेरै सेक हुन्छ क्यामेरा। सेक भन्दा नि यता पर घुमाउनु आउँदैन अलिक लेफ्टदेखि। गाइज यो मेरो गोप्रो यत्रो बनाउनु सिकेको राइट ह्यान्डदेखि बनाएको कति भयो होला त्यस्तै 1 इयर त भयो भ्लग बनाएको। अनि यस्तो नराम्रो बन्दाखेरि मलाई धेरै कस्तो लाग्छ। राम्रो आउनु नि हो होइन। राम्रो आउने नि क्वालिटी।
दसैँ पनि सकियो। अनि दसैँमा त्यस्तो इन्ट्रेस्टिङ चिज त केही भएन। अब तपाईँहरूलाई के देखाउनु त्यस्तो भन्दिनँ, त्यो चाहिँ नभनौँ। एन्ड त्यही हो, गेस्ट आउनु भएको थियो, गेस्ट पनि जानुभयो फाइनल्ली। अनि गएर अहिले चाहिँ तिहार पनि आउनु आँटिसक्यो। अब तिहार त्यस्तै कति गते छ मलाई थाहा भएन। र हाम्रो गाउँमा बल चल्दैछ, त्यो तपाईँहरूलाई मैले 3 चोटि भनिसकेँ अघि नै, अहिलेसँग 3 चोटि भने। राइट, अहिले चाहिँ रात परिसक्यो हाम्रोतिर। एन्ड हेर्नु होला त के भन् त मेरो के भन्नु चाहन्छस् मेरो ब्लगमा? हाम्रोमा लाइट गइराखेको छ, अनि पुरै अँध्यारो भइराखेको छ लाइट गएर।